हेलो गाइज नमस्ते। आज चाहिँ हामीहरू पूर्व र पश्चिममा कतिको भाषाको डिफरेन्स छ त भनेर त्यो गेम ल्याङ्ग्वेज गेम खेल्न गइरहेको छौँ। यिनी चाहिँ पूर्वको अनि यिनी चाहिँ पश्चिम अर्घाखाँचीको, म चाहिँ पश्चिम बाँकेको। ल हजुरहरूको पनि आफ्नो आफ्नो ठाउँमा कस्तो कस्तो भाषाहरू बोल्नुहुन्छ त कमेन्ट सेक्सनमा गरिदिनु होला। ल स्टार्ट। पहिलो त्यो भाडाहरू राख्ने हुन्छ नि आरी। ए हाम्रो चाहिँ डबरा डबरा हुन्छ। तिम्रो बाटा बाटा। अर्को कोला। कोला भनेको के हो? कोला भनेको बनाना केरा। हाम्रोमा केरा भन्छ। हाम्रोतिर नि के भन्छ त्यो फर्सीको सानो सानो कलिलो हुँदाखेरि हरियो हरियो हुँदाखेरि हुन्छ नि सानो सानो, हामीतिर त्यसलाई गट्टा हुन्छ। गट्टा हाम्रोतिर चाहिँ फर्सी नै भन्छ, त्यसरी त्यो नाम चाहिँ दिएको होइन। त फर्सीको सानो त्यो बच्चाले फर्सी नै के सानो लेख्ने। हाम्रो त्यो सानो बढे पर्सिन भन्छ। अनि अर्को ओछ्यान। ओछ्यान ए बिस्तारा। हाम्रो नि बिस्तारै नै त्यो हुन्छ नि बस्ने पिरा। पिरा पिरा पिर्का भयो पिर्का त्यो बस्नेवाला त्यसलाई चाहिँ हाम्रो पिर्का भन्छ। हाम्रो माथि पिर्का अनि त्यो एउटा सब्जी खाने हुन्छ नि माने। के माने के भन्छ माने? कस्तो माने सब्जी खाने मतलब सब्जी पनि खान्छन्, हरियो हरियो हुन्छ, मुनि गानो हुन्छ त। ए त्यो कर्कलो के भन्छ नि? ए कर्कलो पिरालु त्यही हो। त्यो है कर्कल भन्छ कि पिरा भन्छ? त्यो माथिको पातलाई चाहिँ कर्कलो भन्छ, तलको गानालाई चाहिँ पिरालु भन्छ। हाम्रो लागि माने माने। सो डिफरेन्स है। अनि अर्को झिङ्गा। माका अर्को डिम्मा। यो डिम्मा भनेको कुखुराले पार्छ नि अन्डा। डिम्मा। अन्डा र डिम्बा भन्छ। डिम्मा कस्तो युनिक अनि हामी सुनेको थियौँ। यतातिर यो लुगाहरूलाई के भन्छ? लुगा। कपडा। हामीतिर लुगा लुगा नि कपडा पनि भन्छ, लुगा पनि भन्छ, धेरै जस्तो लुगाहरू युज हुन्छ। अनि अर्को खाना पकाउँदाखेरि हात पोल्छ भनेर यसरी समाउँछ नि कपडा तालो। लुगा, त्यसलाई के भन्छ? टालो टालो हाम्रोतिर त्यसलाई झुम्रो भन्छ। झुम्रो। हाम्रो त्यो यो वर्ड पनि सुनेको झुम्रो। म त टालो भन्छौँ मेरो थाहा टालो नि युज गर्छन् प्राय। अनि सब्जी खान्छ नि त ब्रिन्जल, बैगुन। बैगुन हामी त भान्टा हो। भान्टा हामी त गुन नदिनेलाई बैगुन भन्छ। भान्टा नि भन्छ तर बैगुन पनि भन्छ भन्ने भन्छ तर प्राय जस्तो भान्टा नि यतातिर भान्टा नै भन्छ। अनि त्यो नाङ्लो सुप हो। सुप हो सुप पनि हान्छ दुईतिर। दुईतिर सुप। अर्को गुवाबा अम्बक। हाम्रो त बेलौती बेलौती दुईतिर बेलाउनु। बेलौती बेलौती नि अनि त्यो चियासँग चोबेर खान्छ नि पफ। अब त्यो भयो कता कति समसा पनि भन्छ कता कति त्यस्तो समस्या केही भन्दैन। हामी त गयो त्यो के पफ नै भन्छ पफ नै भन्छ के समसा पनि भन्छ तिम्रो के पफ पनि भन्छ पफ पनि भन्छ मेनली त समोसा हान्ने सुनेको मैले त फेरि। समसा नि भने समसा पनि भन्छ अनि पफ पनि भन्छ समोसालाई चाहिँ के भन्छ? समसाला आलु वाला आलु वाला समसा नि समोसा नै भन्छ। हामीले सिङ्गडा भन्छ। ए सिंगडा सिङ्गडा हो कि समोसा? सिङ्गडा? अर्को पफ भन्ने सिंगडा पनि भनेको सुन्थ्यो मैले त। पफलाई होइन। सिङ्गडा हामी त्यो कालोवाला हुन्छ नि त्यो म त फेरि त्यस्तै सुन्नु त्यो कालोवाला बजारमा बेच्न आएको हुन्छ सिङ्गडा उसँगेर खाने केलाई भन्छ भने त अनि त्यो सिगान बग्ने हाछिउ आउने त्यो बिरामी हुने त्यसलाई के भन्छ? हामीले रुगा मर्की भन्छन्। मर्की रुगा हामीले रुगा खोकी रुगा रुगा। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ आवर भिडियोज। सबैजनाले